हामी पुग्दैछौँ सन्तोखानबाट माथि डाँडातिर जाँदैछौँ। यहाँ बस ल हेलो एभ्रिवान, यहाँ सबैजनालाई स्वागत छ तामाङ भाइब्स च्यानलमा। ह्यापी बुद्ध जयन्ती। यहाँहरूलाई सम्पूर्णहरूलाई मनदेखि नै ह्यापी बुद्ध जयन्ती भन्न चाहन्छु। ह्यापी बुद्ध जयन्ती सबैजनालाई है। बुद्ध जन्मेको दिन आज। बुद्धको जस्तो सत्कर्म हामी सबैजनाले गर्नुपर्छ। सोच उहाँको जस्तो सोच हामी सबैमा हुनुपर्छ भन्दै यहाँ अब सबैजना स्वस्थ हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला र एकदम स्वस्थ रहनु होला भन्दै आजको भ्लग सुरु गरेको छु। आज चाहिँ हामी बौद्धमा बुद्ध जयन्तीको दिन बौद्ध गएर बत्ती बाल्ने कार्यक्रम छ। बत्ती बाल्छु र त्यसपछि कहाँ कहाँ पुग्छ हेर्दै गर्नु होला है। आज स्कुल पनि छुट्टी छ बच्चाहरूको, त्यही भएर हामी चाहिँ घुम्न जाँदैछु, हेर्दै गर्नु होला है त। जाऊ न जाऊ भिडियो गाडीमा निकाल्ने भएर जाऊ न दौडेर काम कहाँ मान्छे यार। यहाँ बस न सर एकछिन यहाँ ऊ के आएछ हेर न, यता बस त। के आएछ हेर न।
हामी पुग्दैछौँ सन्तोखानबाट माथि डाँडातिर जाँदैछौँ। गाउँ जस्तो कस्तो बवाल रहेछ है। गर्मीमा हावा सरर हामी 3 जना छौँ पुग्दैछौँ। जाँदैछौँ डाँडातिर। नगर्छ म भ्याउँछु। वाउ 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 कस्तो दामी ठाउँ यार। वाउ जाँदैछ है हामी जाँदैछौँ डाँडातिर हावा खान। गर्मीमा चट्टा हावा खाने डाँडातिर जाने होइन। हामी 3 जना। यस्तो दामी भ्यू छ है। यतापट्टि सुन्तखान यतापट्टि तारेको जाने बाटो। हेलो सानो। अब हामी कहाँ पुग्छौँ एकछिनमा देखाउँछु ल। बाइ बाइ। मेरी माया मेरी माया फुलै फुलको बगैँचामा मेरी माया। अब चाहिँ हामी यहाँ चाहिँ पुगि नै सक्यो है गाइस। हेर्नुहोस् गाइस हामी त ब्याम्बोको बगैँचामा छौँ। यता पनि आकाश पाहुना बनेर गएको। कुन चाहिँ दुनियाँ हो हेर्नु न कस्तो राम्रो फुल हुन्छ। वाउ वाउ हेर्नुहोस् है गाइस। वाउ कति राम्रो हो रहा है जाम गाइस। थोड़ा सानो सानो आओ आओ सानो
सानोले साथी बनाइसक्यो है सानो तिम्रो साथी हो सानो चिसो लाग्यो गर्मीमा चिसो खाँदैछ यिनीहरू है सानो भाइ साथी भन न ए भाइ पो हो भाइ पो अरे बाटो बाटो यो ठाउँ कसलाई थाहा छ भने हामी सम्पर्क गर्नुहोला यो चाहिँ कुन चाहिँ ठाउँ अरे बाबा यो चाहिँ सुन्तखा वाउ what a beautiful morning यो जग्गाहरू चाहिँ हामीलाई गाइस यो जग्गा चाहिँ यो अगाडि यताबाट चाहिँ हो क्या यताबाट उतै पुग्छ होला यार यताबाट चाहिँ हो जस्तो लाग्यो दाजु यताबाट उता निस्किन्छ हो चाहिँ धेरै जस्तो चाहिँ ब्याम्बो चाहिँ पाउँदो रहेछ हेर्नुहोस् है यताबाट हो र यतैबाट हो नि हेर्नुहोस् है गाईहरू यता चाहिँ पुरै घाँसै घाँस छ वाउ कस्तो यहीँबाट हो जगदल जाने त्यहीँबाट हो जङ्गल जगदल म नि यहाँको नयाँ हो ए यो बाटो कता पुग्दो रहेछ यो यता गएर तारेदी यता गएर त्यो पनि नानी आएको पछाडिबाट धक्का दिउँ खिचेर जाऊँ पहिले मोबाइल खोल्ने बाबा What a beautiful moment. This is my life, beautiful world. छिजाउ कति हल्लिन्छ यता यता हल्लेकै लाग्छ त्यसो कस्तो राम्रो लुकाइछ रानी हजुर मेन्डलको चोकको पिलाइदियो बाबा अलि बिचबाट चलाउ न कस्तो छेउछेउ खिच खिच रामा जब प्रोग्राम हामी मर गए में चढ़ गए अलि यता यता गर्नु न के बाबा मलाई डर लाग्छ क्या हामी मर गए सीते पे चढ़ गई
ले धन्नाले ए पढ्न गर्छ जङ्गलको चिसो हावा होइन सारा खाँदै है त हामी चाहिँ एकदम बोबा हेलो सानो उफ त्यो होइन गर्छ तिनजना ल हामी चाहिँ ठ्याक्कै फुलहरी गुम्बा अब बुद्ध जयन्तीको दिन होइन हामी चाहिँ फुलहरी गुम्बामा बङ्गला छरे त एउटा पहिला थियो रे त कस्तो शीतल के पाउँछ जङ्गलमा मैले भन्न खोजेँ फलफुल के फलफुल काफलहरू पाउँदैन यताबाट तलको लाग्नु लागेको स्कुटरमा जाऊँ के बाबा ओह माई गॉड कस्तो दामी हावा आयो गरौँमा एउटा फुलहरी गुम्बा आइपुग्यो फुलबारी गुम्बा हामी चाहिँ फुलबारी गुम्बा भन्छौँ फुलहारी गुम्बा भन्दो रहेछ किताबमा चाहिँ फुलहारी गुम्बा हुँदो रहेछ बच्चाहरूको किताबमा चाहिँ अन्त माई गॉड कस्तो शीतल भयो शीतल भयो नि तिमीहरूलाई लड्छ है आज बुद्ध जयन्तीको दिन हुन्छ यहाँ फ्लावर कस्तो दामी फ्लावर त्यहाँ हेर्दैछ र वाउ फिलिङ कस्तो भयो र रमाइलो भयो मजा आयो गुम्बा मेन गुम्बा चाहिँ यो हो है त गाइस है कस्तो बाँच्न यार फुलहरू है हावा त्यस्तै मेरी माया सानो व्रत हुन्छ आऊ दामी फुलहरू फुलिरहेको छ यहाँ बसेर फोटो खिच्ने छ ट्याक्क लाएर कस्तो दामी फुल फुलेछ यार
यो फुल पनि यहाँ त कस्तो बवाल देख्दो रहेछ यार। फुल नटिपे र टिप्न पाइँदैन रे। सुत्दा हामी फ्रेस हो। त्यो त फोहोर हो सब बरालेर राखेको। सबै फोहोर त्यो बरालेर राखेको। के हो त्यो? बुद्ध हो। बुद्ध सुतेर अनि उतापट्टि छेउको चाहिँ? उतापट्टिको चाहिँ उसलाई थाहा छ। हो सुतिरहनु भएको? कति मजाले सुतेछ है। मर्नु भएको। मर्नु भएको होइन, निदाको हो र? बक्समा त्यसो राखेको हो? हजुर हामीलाई नि मरेर यस्तोमा राख्छ। हो होइन होला, हो हामीले यसरी नै राख्छ त कोल्डी पारेर। यस्तो पारे नि यहाँ यस्तो लट्टी गोबर यसरी बोकेर लैजान्छ। यसरी बटामा सिरान राखेर सुत्या हौ? होइन सिरानी होइन हो, बक्सा पो हो यो। तिनवटा रहेछ है। बुद्ध भगवानको सानो नानी मरेको कि यहाँ चाहिँ बक्सामा हो र? त्यो नि सानो त बक्सा हो। कुन चाहिँ सानो बक्सा? उयो अँ सिरानी त होइन, सिरानी हो त्यो। सिरानी हो नि है। पिङ्क कलरको कथामै देखाछ। हो कथामा कथामा त सब थाहा छ मलाई। बबाल बबाल। यतापट्टिको चाहिँ थाहा छैन। यो चाहिँ कसले राखेको? उसले राखेको। तिमी आफैले राखेको हो? रहेछ नि त। के गर्दै हो नि यो चाहिँ? यो भगवानको भगवानको हो। यो चाहिँ भगवानको हो। यो भगवान बुद्धको हो। भगवानको शक्ति हो यो। यो ढुङ्गा चाहिँ डल्लो चाहिँ बुद्ध भगवानको छोरी हो भन्दै थियो उसले त। हो डल्लो चाहिँ यो डल्लो यो भित्र तामा हो के भन्दै थियो नि? तामा हो। त्यहाँभित्र हिरा छ क्या है? त्यो भगवान हिरा त छैन, यो भित्र पैसा छैन। हो बुद्ध भगवानको खुतुर्के हो? अनि के हो? कस्तो दामी फुल यार। यहाँबाट लाछ। ल सर्लक्क काठमाडौँ। यो कहाँ कुन ठाउँ हो यार यो काठमाडौँ? यो एयरपोर्ट, नयाँ बस्ती, बौद्ध सबै देख्दो रहेछ नि यहाँबाट। प्लेन उड्दैछ यहाँ टुइङ। कस्तो राम्रो देख्दो रहेछ। आउनुहोस्। उहु त्यहाँ झुन्ड्यौ त छ र एकचोटि? ल समुद्र टुङ्ग झुन्ड्यौ त। ल भयो भयो, ल भयो भयो भयो। यस्तो दामी हावा त स्वर्गमा पुगे जस्तो भयो यार। पुटाली रहेछ। पुटाली 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 पुटाली। कस्तो दामी हावा चल्यो हौ। दामी वरिपरि पुरै फुल फुलेको छ। कस्तो दामी छ यो मलाई। फालफुलको बोर्डहरू पनि रहेछ यार। होइन उयो छायामा उचाल्नु के तपाईँ खेती बेलामा यो छायामा उचाल्नु के यो छाया त दबाउनु के
सानो यता तल हिँड्ने यता त्यताबाट आऊ जू गर्ने त्यहाँ त्यहाँ भित्र छ भगवान् के सानो जू गर न त्यसो र दामी चाहिँ कस्तो दामी फिल भयो भाइब चाहिँ बगल आउने कस्तो रमाइलो मान कस्तो मनै शान्त हुने कि मनै आनन्द हुने कस्तो भयो सर रमाइलो भयो रमाइलो भयो मजा आयो मजा त धेरै आएको छ कस्तो आनन्द भयो है कस्तो आनन्द मैले सोच्दाखेरि सानो सानो त म ऊ त्यहाँबाट आउँछु त फोटो खिच्नु नि त भिडियो आऊ त ऊ त्यहाँबाट आउँछु म नाचेको कस्तो दामी फुल झाँकिएको पुरा आवाज खाली बब्बा नाच्यो हुनुहुन्छ गर्दै ल कस्तो दामी हावा है फुलबारी गुम्बा कस्तो दामी हावा चलिरहेको छ सबैजनालाई बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना खानु आऊ पूजा गरे चिन्नुपर्छ क्या यिनीहरू सबै भगवानै हो है बुद्ध भगवानहरूको रूप हो क्या यो सबै फरक रूप हो क्या होइन यो भगवान छुट्टै हो यो भगवानहरू होइन अनि जस्तै हामीले उहाँहरू चाहिँ उहाँहरूको उहाँहरू सेवकहरू उहाँहरूको बाणहरू गणेशको रूप मुसाको रूप होइन बाँदरको रूप हेर न त्यहाँ मङ्कीको रूप सबै भगवानहरू सत्य जुगमा सबै भगवानलाई हो क्या बुझेन
ल फुलबारी गुम्बा नि घुमियो है। त्यो दामी हावा चलिरहेछ। अब चाहिँ हामी घर जानेवाला। अब चाहिँ फर्किनुपर्छ। घामले डढेर खत्तम भइसक्यो। है के निकाल्यो त्यो? के निकाल्यो? के रहेछ त्यहाँ? सर्व हुन्छ है। कस्तो दामी फुलहरू, कस्तो राम्रो फुल। वा ल खिचिदिन्छु म। कस्तो दामी फुल। वाउ ल बस्नुहोस्, सानो बस्नुहोस्, फोटो खिच्ने होइन? वाउ कस्तो दामी क्या। अब चाहिँ फोटो खिचेर हामी घरतिर लाग्छौँ। स्टे ट्युन। फाइनली हामी चाहिँ घर आइपुगिसक्यौँ है। बौद्ध गयौँ, बत्ती बाल्यो है, बत्ती सत्ती बाल्यो, घुमघाम गऱ्यो, गुम्बाहरू घुम्यौँ, धेरै ठाउँहरू घुम्यो, रमाइलो गऱ्यो। तपाईँहरूले कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला, लाइक गर्नु होला र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। फेरि भेटौँला, फेरि अर्को भिडियो नेक्स्ट भिडियोमा भेट्नेछु भन्दै बिदा हुन्छु। बाइ बाइ, लभ यु अल।